नमस्कार साथीहरु, तपाईलाई स्वागत छ हाम्रो YouTube च्यानलमा। अहिले नेपाल SBI बैंकले आफ्नो मोबाइल बैंकिङ अर्थात योनो नेपाल SBI मा यो ई-सेवा वालेटमा पैसा लोड गर्ने अप्सन एड गरेको छ। यसअघि नेपाल SBI बैंकले अरु डिजिटल वालेटहरुमा पैसा लोड गर्ने अप्सनहरु चाहिँ एड गरेको थियो, तर ई-सेवाको अप्सन एड गरेको थिएन। सो आजको यस भिडियोमा हामीले नेपाल SBI बैंकको मोबाइल बैंकिङ अर्थात योनो नेपाल SBI बाट यो ई-सेवा वालेटहरुमा पैसा कसरी ट्रान्सफर गर्न सक्छौं, ई-सेवामा कसरी पैसा लोड गर्न सक्छौं भन्ने बारेमा सिक्न जाँदैछौं। सो यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। साथै भिडियो मन परेमा भिडियोलाई लाइक र शेयर गरिदिनु होला र हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नु भएको छैन भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। अब हामीले यो नेपाल SBI बैंकको मोबाइल बैंकिङ अर्थात योनो नेपाल SBI बाट ई-सेवामा पैसा पठाउनको लागि तपाईले सबैभन्दा फर्स्टमा यो योनो नेपाल SBI एपलाई अपडेट गर्नु होला प्ले स्टोरबाट या एप स्टोरबाट, किनभने यो नयाँ फिचर रहेको छ। तपाईले एपलाई अपडेट गरेपछि मात्रै यो ई-सेवा वालेटमा पैसा लोड गर्ने अप्सन यो मोबाइल बैंकिङमा शो गर्छ। सो तपाईले यो एपलाई अपडेट गर्नु होला। यदि अपडेट गर्नु भएको छैन भने त्यसपछि तपाईले यो एपमा लगइन गर्नु होला। लगइन गरिसकेपछि तपाई यो मोबाइल बैंकिङको ड्याशबोर्डमा आउनुहुन्छ। यहाँ आइसकेपछि अब तपाईले यहाँ एउटा अप्सन हेर्न सक्नुहुन्छ लोड वालेट भनेर। हामीले यसमा क्लिक गरेर ई-सेवा वालेटमा चाहिँ हामीले पैसा पठाउन सक्छौं आफ्नो मोबाइल बैंकिङबाट। सो ई-सेवामा पैसा ट्रान्सफर गर्नको लागि तपाईले यो लोड वालेटमा क्लिक गर्नु होला। यदि तपाई अरु डिजिटल वालेटहरुमा यो मोबाइल बैंकिङबाट चाहिँ कसरी पैसा ट्रान्सफर गर्ने त्यसमा मैले अलरेडी भिडियो बनाइसकेको छु। तपाईले यो भिडियो एकपटक हेर्नु होला। यो लोड ई-सेवामा क्लिक गरिसकेपछि तपाई यहाँ यो पेजमा आउनुहुन्छ। अब तपाईले यहाँ यो पेइङ फ्रममा तपाईले आफ्नो अकाउन्ट चुज गर्नुपर्ने हुन्छ। सो तपाईले यहाँ आफ्नो अकाउन्ट चुज गर्नु होला। अकाउन्ट चुज गरिसकेपछि अब तपाईले यहाँ अमाउन्टमा कति पैसा ट्रान्सफर गर्ने हो त्यो तपाईले अब यहाँ इन्टर गर्नु होला। फर एक्जाम्पल म यहाँ 50 रुपैयाँ ट्रान्सफर गर्छु। सो मैले यहाँ 50 लेखे। अमाउन्ट इन्टर गरिसकेपछि अब तपाईले यहाँ तल रहेको यो ई-सेवा आईडीमा तपाईले ई-सेवा आईडी नम्बर तपाईले यहाँ लेख्नु होला। त्यसपछि तपाईले यहाँ तल रहेको यो पर्पजमा के को लागि पेमेन्ट गर्दै हुनुहुन्छ त्यो तपाईले अब यहाँ चुज गर्नुपर्ने हुन्छ। म चाहिँ यहाँ यो युटिलिटी पेमेन्ट चुज गरे। यति गरिसकेपछि अब तपाईले यहाँ तल रहेको यो प्रोसिडमा क्लिक गर्नु होला। प्रोसिडमा क्लिक गरिसकेपछि अब तपाईलाई यहाँ यो पेमेन्ट डिटेल पेजमा रिडाइरेक्ट गर्छ। तपाईले कति अमाउन्ट सेन्ड गर्दै हुनुहुन्छ, त्यसैगरी यो कसको ई-सेवा आईडीमा तपाईले पैसा ट्रान्सफर गर्दै हुनुहुन्छ उहाँको नाम यहाँ शो गर्छ यो ई-सेवा रिसिभर नेममा। त्यसैगरी यहाँ ई-सेवा आईडी हुन्छ। त्यसैगरी तल तपाईको यो अकाउन्ट नम्बर हुन्छ र यहाँ चार्ज चाहिँ 0 लाग्छ। तपाईले ई-सेवा वालेटमा पैसा ट्रान्सफर गर्दाखेरि कुनै पनि चार्ज तपाईले तिर्नु पर्दैन। अनि यहाँ तल पर्पज हुन्छ। त्यसैगरी तल एउटा अप्सन रहेको छ कि तपाईले अहिले जुन ई-सेवा वालेटमा पैसा सेन्ड गरिरहनु भएको छ त्यसलाई आफ्नो बेनिफिसियरी लिस्टमा एड गर्न चाहनुहुन्छ भनेर यहाँ सोधेको छ। अर्थात् तपाईले पछि सेम ई-सेवा वालेटमा तपाईले पैसा सेन्ड गर्दाखेरि तपाईले जस्ट यो बेनिफिसियरी लिस्टमा गएर त्यहाँ एड गरेको बेनिफिसियरीमा तपाईले क्लिक गरेर तपाईले अमाउन्ट लेखेर तपाईले पैसा सेन्ड गर्न सक्नुहुन्छ। तपाईले यो ई-सेवा वालेटहरु तपाईले केही फिल गर्नु पर्दैन। सो म यसमा टी गर्छु। यति गरिसकेपछि तपाईले यहाँ तल रहेको यो प्रोसिडमा क्लिक गर्नु होला। त्यसपछि तपाईको मोबाइल नम्बरमा ओटीपी कोड आउँछ, त्यो तपाईले अब यहाँ लेख्नु होला पेमेन्टलाई कन्फर्म गर्नको लागि। त्यसपछि तपाईको यो पेमेन्ट सक्सेसफुल हुन्छ। तपाईले यहाँ हेर्न सक्नुहुन्छ मेरो यो पेमेन्ट सक्सेसफुल भइसकेको छ। र तपाईले यो पेमेन्टको पीडीएफ डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईले यहाँ तल रहेको यो डाउनलोड रिसिप्टमा तपाईले क्लिक गर्नुभयो भने यसको पीडीएफ तपाईले डाउनलोड गर्न सक्नुहुन्छ। यसरी तपाईले यो योनो नेपाल SBI मोबाइल बैंकिङबाट ई-सेवा वालेटमा तपाईले पैसा ट्रान्सफर गर्न सक्नुहुन्छ। अब तपाईले यहाँ तल रहेको यो ओकेमा क्लिक गर्नु होला। त्यसपछि तपाई यो ब्याक लोड वालेट भन्ने पेजमा आउनुहुन्छ। यसअघि मैले यो जुन ई-सेवा वालेटलाई आफ्नो बेनिफिसियरी लिस्टमा एड गरेको थिए त्यो सबै लिस्टहरु यहाँ देखाउँछ। यो म्यानेज बेनिफिसियरीमा तपाईले जानुभयो भने
तपाईले एड गरेको यी सेवा वालेटहरू यहाँ सो गर्छ नाम सहित। सो तपाईले फेरि पेमेन्ट गर्न चाहनुहुन्छ भने तपाईले यो म्यानेज बेनिफिसियरीमा आएर त्यो नाममा तपाईले क्लिक गर्नुभयो भने यो पेमेन्ट पेजमा आउनुहुन्छ। यी सेवा आइडी तपाईले इन्टर गर्नु पर्दैन। सो यो नयाँ फिचर नेपाल एसबिआई ब्याङ्कको योनो नेपाल मोबाइल ब्याङ्किङमा एड भएको छ। अब हामीले सजिलैसँग यी सेवा वालेटहरूमा हामीले पैसा ट्रान्सफर गर्न सक्छौँ यो मोबाइल ब्याङ्किङलाई युज गरेर।